नमस्कार। म आज सनातन धर्म, बुद्ध धर्म, सिख धर्म लगायतका अन्य धर्महरू र धर्मावलम्बीहरूले हर्ष उल्लासका साथ दीपो उत्सवको रूपमा मनाउने दीपावलीको सन्दर्भमा आज मैले केही कुरा यहाँहरू समक्ष राख्न प्रयास गरेको छु। आदरणीय जनसमुदायहरू, हामीले प्राय बुझेका छौँ दीपावली भनेको माता लक्ष्मीलाई पूजा गर्नु हो, गणेश भगवानलाई पूजा गर्नु हो, साथै त्रेता युगको सूर्यवंशी रघुकुल नन्दन दशरथ नन्दन श्रीराम, लक्ष्मण र माता सीता 14 वर्षको वनवासपछि अयोध्या फर्केपछि अयोध्यावासीले खुसीपूर्वक दीप उत्सव गर्नुभएको थियो, मनाउनु भएको थियो र दीप उत्सव मनाएर राम, लक्ष्मण र माता सीतालाई हर्षोल्लासका साथ अयोध्या राज्यमा स्वागत गरेका थिए र त्यो कुरा प्रत्येक वर्ष नियमित रूपमा मनाउन थालेपछि कालान्तरमा आएर दीपावलीको रूपमा परिणत भएको कुरा हामी सबैले बुझेका छौँ। तर आज मैले केही थप नयाँ कुरा लिएर आएको छु। हुन त यो नयाँ कुरा होइन, पुरानै कुरा हो। हामी धेरैलाई थाहा पनि होला, जानकारी पनि होला र मैले जानेको भन्दा बढी यहाँहरूले पनि अध्ययन अनुसन्धान गर्नुभएको होला र जानकारी राख्नु भएकै होला। तर ती कुराहरू गौण भए, किन गौण भए त भन्ने विषयलाई मैले आज अलिकता थप जिज्ञासाका साथ राख्न खोजेको छु। हामीले जनरली बुझा छौँ दीपावलीको अर्थ के हो। दीपावलीको अर्थलाई हामी यसरी छुट्याउँ: दीप जोड आवली। दीप भनेको दियो, आवली भनेको पंक्ति, लहर, लाइन। अब यो दुईटैलाई दीप जोड आवलीको योगफल दीपावली हो। लहरै लहरले दीप बाल्यो भने त्यसले एउटा उत्सवको रूपमा परिणत गर्छ, खुसी को सङ्केत गर्छ। त्यही भएर दीपावली भनिएको हो। र यो कुरा नेपाली शब्दकोश, मगही भाषाको शब्दकोश, हिन्दी भाषाको शब्दकोश, सबै तीनटै शब्दकोशमा यो कुरा स्पष्टसँग उल्लेख गरेको छ। त्यही भएर दीपावलीको बलि भनेको दीप प्लस आवलीको योगफल नै दीपावली हो। अब मैले यहाँ यो कहिले मनाउँछ, दीपावली कहिले मनाउँछ? दीपावली कार्तिक अमावस्याको रातमा मनाउने गर्दछ। ग्रीष्म ऋतुको समापनमा र शरद ऋतुको आगमनमा मनाउने यो दीपोत्सवको आफ्नै महत्त्व छ। आफ्नै यसका कारणहरू छन्, आफ्नै उद्देश्यहरू छन्। दीपोत्सव गर्ने, दीपावली गर्ने यसको आफ्नै महत्त्व छन्। त्यसैले भन्छ दीपावली एक, मान्यता अनेक।
अब एउटै दीपावलीमा विचार र मान्यता अनेक भएपछि यसको महत्त्व झन् बढेर गएको हुन्छ। त्यसैले हामी यसलाई अलिकता मैले भन्नै पर्छ। मैले अघि भने राम, माता सीता, लक्ष्मणले अयोध्या फर्केपछि अयोध्या नगरवासीले खुसीको उपलक्ष्यमा मनाएको एउटा दीप उत्सव हो, जसलाई हामी दीपावली भन्यौँ। हिन्दू शास्त्रले, सनातन धर्मले यो कुरा भन्छ। तर त्यति मात्रैले पुगेन। द्वापर युगमा भगवान कृष्णले नरकासुरलाई, दुष्ट नरकासुरलाई वध गरे पश्चात खुसियालीमा त्यहाँका नगरवासीले भगवान कृष्णको वीरता, कौशलता र बुद्धिमत्तालाई सम्मान गर्दै दीपावली मनाएका थिए भन्ने एउटा अर्को भगवान कृष्णसँग जोडिएको एउटा अर्को पनि कथा छ। जब भगवान इन्द्र रिसाए, गोकुलवासीसँग रिसाएपछि उसले वर्षा पानी बादल नै फाटेर पानी बर्साए र गोकुलधामलाई तहस नहस गर्न भगवान कृष्णले प्रयास गरे। भगवान कृष्णले इन्द्रको त्यो मनसाईलाई पुरा हुन नदिन र आम जनसमुदाय, पशु पन्छी, जीव जनावर सबैको रक्षाका लागि पर्वतलाई नै आफ्नो एउटा औँलामा एउटा पर्वतलाई नै माथि उठाए र त्यो पर्वतको भित्र छाताको रूपमा पर्वतलाई बनाएर त्यो भित्र गोकुलवासीलाई रक्षा गरे। त्यसको खुसियाली र मा पनि उत्सव मनाए, दीपोत्सव मनाए र त्यो दीपावली पछि गएर दीपावली भए। त्यति मात्रैले पुगेन। हामीले द्वापर युगमै पाण्डवहरू 12 वर्षको वनवास र 1 वर्षको अज्ञातवास बिताएर सकुशल आफ्नो कुशलता, बुद्धिमत्ताको आधारमा 12 वर्षको वनवास र 1 वर्षको अज्ञातवास बसेर 5 पाण्डवहरू, जसका नेतृत्व युधिष्ठिरले गरेका थिए, माता र द्रौपदी सातैजनाले लिएर जब हस्तिनापुर फर्के, हस्तिनापुर फर्किँदा हस्तिनापुर नगरवासीले 5 पाण्डव, द्रौपदी र मातालाई हर्षोल्लासका साथ स्वागत गर्नको लागि दीप उत्सव मनाएका थिए र पछि कालान्तरमा त्यही दीप उत्सव पनि दीपावलीको रूपमा परिणत भएको, रूपान्तर भएको पनि एउटा भनाइ रहेको छ। त्यति मात्रैले पुगेन। तराईवासीहरूले, नेपालको तराईवासीहरूले, हिन्दू धर्म प्रति विश्वास राख्ने, आस्था राख्ने हिन्दू धर्मावलम्बीहरूले आफ्नो फसलको सम्मानमा ग्रीष्म ऋतुमा फल्ने फलहरूको अन्तमा र शरद ऋतुमा प्राप्त गर्ने फसलको सम्मानमा, दुईटैको संयुक्त सम्मानमा किसानहरूले पहिला दीप उत्सव मनाए र त्यही कालान्तरमा दीपोत्सव खुसियाली मनाएको पनि एउटा किंवदन्ती भनाइरहेको छ। अर्को
सिख धर्मावलम्बीहरूले सिख सम्प्रदायले 1619 मा कार्तिक अमावस्याकै दिन छैठौं गुरु हरिगोविन्दले ग्वालियरको जेलबाट मुगल साम्राज्यबाट मुक्ति पाएका थिए र छैठौं गुरु हरिगोविन्द सिंहले एक्लै मुक्त हुनु भएन। उहाँले 52 वटा हिन्दू राजाहरूलाई समेत सकुशल आदरसहित सम्मानसहित मुक्त गराएका थिए। त्यसैले त्यो दिनलाई सिख सम्प्रदायले बन्दी मुक्त छोरको रूपमा दिवसको रूपमा दीपो उत्सव गर्नुहुन्छ, खुसियाली मनाउनुहुन्छ। आजादीको दिवसको रूपमा उहाँहरूले यस दिवसलाई मनाउनुहुन्छ र त्यो दिनलाई प्रत्येक वर्ष सम्मान गर्दै अगाडि बढिरहनु भएको छ। जैन सम्प्रदायमा महावीरले त्यो दिन अमावस्याकै दिन उहाँले निवारण प्राप्त गर्नुभएको थियो र उहाँको अर्को चेलाले ज्ञान प्राप्त गरेका थिए। त्यसको अवसरमा जैन सम्प्रदायहरूले जैन धर्मावलम्बीहरूले दीपो उत्सव मनाउनुहुन्छ र उहाँहरूले मनाउने दीपोत्सव र हाम्रो हिन्दू धर्मको दीपोत्सवमा फरक छ। उहाँहरूले निवारणको रूपमा मनाउनुहुन्छ भने हामीले कसैले बन्दी छोरको रूपमा, कसैले सम्मानको रूपमा, कसैले विजयको रूपमा मनाउनुहुन्छ। अर्को एउटा छ कि दीपावलीमा माता सीताको कर्मलाई, शक्तिलाई, शक्ति चैनलाई लिएको छ र माता सीता लक्ष्मीको अवतार हो। माता लक्ष्मीको अवतार नै माता सीता हो। भगवान विष्णुकै अवतार भगवान राम हो भन्ने उद्देश्यले शक्तिको रूपमा पनि, शक्ति एउटा सामाजिक न्यायको लागि पनि को अवधारणामा पनि यसलाई मनाउने चलन छ। मातृशक्तिको रूपमा पनि मनाउने चलन रहेको छ। अब एउटा अर्को कुरा बुद्ध धर्मसँग पनि सम्बन्ध छ। बुद्ध धर्मावलम्बीहरूले जब भगवान बुद्धले आफ्नो ज्ञान प्राप्त गरिसकेपछि त्यसको ठीक 1 वर्षपछि आफ्नो जन्मभूमि कपिलवस्तुको राजधानी तिलौराकोट आउने योजना बनाउनु भयो र त्यो योजना अनुसार कपिलवस्तुका नगरवासीले र राजाले थाहा पाएछ कि आज 1 वर्ष बितेको, ज्ञान प्राप्त गरेको 1 वर्षपछि सिद्धार्थ गौतमबाट भगवान बुद्धमा रूपान्तरण भइसकेपछि पहिलोचोटि कपिलवस्तु आफ्नो राज्यमा प्रवेश गर्दै हुनुहुन्छ भनेर खबर पाएछ कपिलवस्तु नगरवासीले। सो स्फूर्त रूपमा कपिलवस्तु नगरवासीले भगवान गौतम बुद्धको स्वागतमा घर घरमा दीपो उत्सव मनाए, सम्झे र त्यो संयोगले त्यो दिन पनि कार्तिक अमावस्या नै रहेको थियो। त्यसैले बुद्ध धर्मावलम्बीहरूले पनि बुद्धको सम्मानमा
बुद्धको जन्मभूमिको आगमनमा जन्मभूमिको ले गरेको स्वागतको रूपमा मनाउने चलन छ। एउटा अर्को इतिहास छ। सम्राट अशोकले कलिंग युद्ध जितिसकेपछि जितेर आफ्नो राज्य फर्किँदै गर्दा बाटोमा सम्राट अशोकले जब युद्धमा लडेका योद्धाहरूलाई घाइते अवस्थामा देख्दा, मृत्युको अवस्थामा देख्दा उहाँको मन मस्तिष्कमा दया र करुणा जागेको छ। र जब महान सम्राट अशोकको मनमा दया र करुणा जागो, त्यसपछि सम्राट अशोकले महसुस गरे, मैले त के जितेर, यो माटो यो भूमि जितेर पनि त केही हुँदो रहेनछ, यति मान्छेलाई दुःख दिएर मैले के प्राप्त गरेँ, केही न केही। त्यसैले उहाँले तत्काल राज्यमा आएर ऐलान गर्नुभयो र घाइतेहरू, सम्पूर्ण घाइतेहरूको उपचारको लागि उहाँले वैद्यहरूलाई लगाउनु भयो। निशुल्क उपचार, राज्यको सम्पत्तिबाट निशुल्क उपचार गर्ने योजना बनाउनु भयो। मृतकहरूको लागि दाह संस्कारको लागि योजना बनाउनु भयो र दाह संस्कार पनि गर्नुभयो विधिपूर्वक, र अमन चैनको सास लिनुभयो र उहाँले प्रतिज्ञा गर्नुभयो, आजदेखि म अब कुनै युद्ध लड्दिनँ, कसैको राज्य प्रति म गर्दिनँ, जे गरेँ मैले गरिसकेँ र युद्धमा मबाट युद्धमा भएको मृत्यु घाइतेहरूप्रति म धेरै दुखी छु भनेर दया र करुणाको भावनामा व्यक्त गरे र जनतालाई आश्वासन गरिसकेपछि आम नगरवासीले उहाँको यो विचारप्रति हार्दिक सम्मान व्यक्त गर्दै घर घरमा दीपोत्सव मनाउनु भयो र उहाँले दिएको राज्य सुविधा, घाइते परिवारलाई दिएको सुविधा, घाइतेहरूलाई दिएको सुविधा र मृतकहरूको गरेको दाह संस्कारको सम्मानको लागि आम रूपमा सम्राट अशोकको सम्मान स्वागत सम्मानमा र बुद्धत्व प्राप्त गर्नुभएकोमा उहाँलाई उहाँको त्यो दिनको सम्झेर पनि उहाँले अशोक के भन्छ दीपोत्सव मनाउनु भयो र कालान्तरमा त्यही हुनुभयो। त्यसैले यो कुरा हामीले कहिले पनि बिर्सिनु हुँदैन कि वास्तवमा जग्गा जमिन जितेरै एक देश अर्को देशलाई जितेर नै हामी ठुलो बन्छौँ र महान बन्छौँ भन्ने कुरा कदापि हुँदैन। यो कुरा अशोक सम्राटबाट हामी सिक्न सक्छौँ नितान्त रूपमा। त्यसैले दीपावली शाकाहारी पर्व हो, शाकाहारी उत्सव हो। दीपावलीमा दीप उत्सव गर्दै गर्दा दीप केले बनाउँछ? माटोको दीप, र माटोको दीपमा सरसोको तेल होस्, तोरीको तेल होस् या घिउबाट बनेको बाती र दियोको संयोगबाट दीप जलाउनुहुन्छ, जसले प्रदूषण गर्दैन र वायुमण्डलमा वातावरणमा भएको किराहरूलाई मार्दछ। अर्थात् त्यो घिउ बलेको दीपबाट निस्केको धुवाँले, तोरीको तेलबाट निस्केको धुवाँले वातावरणमा भएको कीटाणुहरूलाई, नकारात्मक कीटाणुहरूलाई, हानिकारक कीटाणुहरूलाई मारेर वातावरण पनि सफा बनाउने चलन रहेको छ। त्यसैले यसलाई वातावरण प्रकृति मैत्री पर्वको रूपमा पनि यसलाई लिएको छ। त्यति मात्रै होइन, दीपावली सुरु हुनुभन्दा 10 दिन अगाडिदेखि नै यसको सुरुवात भइसक्छ। हामीले हरेक घरको कुना कप्चालाई सर सफाई गर्छौँ।
हरेक सामानलाई सरसफाइ गर्छौँ र सामूहिक रूपमा बाटोघाटोलाई पनि हामी सफा गर्छौँ। त्यो सफा गर्दा निस्किने फोहोरहरू छ त्यसलाई व्यवस्थित तरिकाले हामी व्यवस्थापन गर्छौँ भने दीपावलीलाई सरसफाइको पर्वको रूपमा पनि यसलाई पहिचान गरिन्छ र यसले सम्मान पाएको छ। यो एउटा विज्ञान पनि हो। त्यसैले यी कुराहरू हामीले गर्दै आएका छौँ। अब नेपालका नेवार समुदायहरूले नयाँ वर्षको नेवा वर्ष नेपाल सम्वतको खुसियालीमा उहाँहरूको सम्वतको सुरुवात भएको खुसियालीमा उहाँहरूले दीपोत्सव मनाउनुहुन्छ। त्यसैले दीपोत्सव मनाउने यसको धेरै बाटाहरू छन्, धेरै कारणहरू छन्। यो कारण हामीले जान्नुपर्ने हुन्छ। नेपाल र भारतमा दीपावलीलाई राष्ट्रकै पर्वको रूपमा राष्ट्रिय महत्त्वको साथ यसलाई मनाउने चलन छ। त्यसैले त्यसमा राष्ट्रिय बिदा पनि दिने चलन छ। दीपोत्सव मनाउँदै गर्दा यसले अनेक खालको सिप र कलाको पनि विकास गर्दछ। त्यसैले यसलाई सिपसँग पनि जोडेर देखिन्छ र किसानको लागि त यो धेरै नै महत्त्वपूर्ण कुरा हो। त्यसैले यो कुराहरू हामीले गर्दै म आफ्नो कुरा अहिले यहीँ राख्दछु। धन्यवाद। यो कस्तो लाग्यो तपाईँहरूको सुझाव सल्लाह पाऊँ म अपेक्षा राख्दै म बिदा लिन चाहन्छु। नमस्कार। जयप्रकाश महतो, अध्यक्ष भाषा संस्कृति प्रतिष्ठान, विराटनगर, कोशी प्रदेश, नेपाल।